हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामीले रेलिङ घोट्न आएको छौँ। रेलिङ घोटेको चाहिँ भिडियो हेर्नुहोस्। आज न्यू भिडियो लिएर आएको छु तपाईँहरूको अगाडि। हामी चाहिँ माथितर्फ लागिसक्यो। माथिको हित्तीहरू यहाँ यस्तो भन्छ, सब टर्काउनुपर्छ। यहाँ हेर्नु, स्टिलको लागि यति धेरै चाहिँदो रहेछ सामान। अब यहाँ साबुन लगाएको छ उता, साबुनले चाहिँ छुटाल्दै गर्छ। अरू सामान त्यहाँ छ। र गाइस देख्नुभयो होला नि, हामीले चाहिँ स्टिल घोट्न आएको सामानहरू पनि देखाएँ। अब दिनभरि यस्तै 3 तल्ला छ, 3 तल्लाभरि सब घोट्ने, घोट्दै बस्ने, चम्काउने बस्ने, तल्काउने गर्दै बस्ने हो। अब यस्तै हो। म चाहिँ यहाँ के यत्रो लाहा सिमेन्टी त्यो चाहिँ छुटाल्दै बसेको छु। मिस्त्री साहबले चाहिँ यहाँ रटिरहन् आफ्नै धुनमा। म चाहिँ आफ्नै धुनमा, मिस्त्री साहब चाहिँ आफ्नै धुनमा यस्तो गरिरहेको छ। हाम्रो दुईजनाको जिन्दगानी। अब एकछिनपछि आवाज घ कराउँछ भनेर म चाहिँ साइडमा आएको। अब यस्तै हो। अब के भन्नु पर्ने, अब पाहाडको म बादल चाहिँ यस्तो गरेर दिउँसो चाहिँ कति घाम गर्ने त थाहा भएन। अहिले एकछिनपछि थाहा हुन्छ घाम कतिको चर्को गर्छ। अरू भिडियो एकछिनपछि देखाउँदै गर्छु म। हेर्दै गर्नु होला गाइज। हामी अरू के नै छ र अरूभन्दा छिटो माया र सपोर्ट देखाइदिनु पऱ्यो गाइज। सबैलाई भनिदिनु पऱ्यो, टेन्सन नमानिदिनु। जम्मा एउटा बटन त हो, त्यो चाहिँ दबाइदिनु। टेन्सन के नमानिदिनु गाइज। त्यति भन्न चाहन्छु। अब अरू भिडियो एकछिनपछि देखाउन चाहन्छु गाइज। मेरो आवाज चाहिँ हल्का अलि कस्तो सुरु गरिरह कस्तो भयो। उहाँ चाहिँ मेरो साथी, उहाँ हिँडिरह आफ्नै धुनमा। फाइनल्ली र म चाहिँ सँगै पढेको हाम्रो साथीहरू। एकछिनपछि हेर्दै गर्नु अरू भिडियो। म चाहिँ स्टिलमा यस्तै ठाममा छ, त्यहाँ चाहिँ घटेर भयो यस्तरी। हाम्रो चाहिँ यहाँ क्वान्टी चाहिँ ठिक हुनुहुन्छ रहेछ। हामीलाई चाहिँ गर्मीको लागि दही लिएर आइदिनु भएको छ, चिसो पानी टक्क दुईजनाको लागि। साथीहरू गर्मी स्टार्ट भयो। कति घाम गर्न लायो। बादल हेर्नुहोस् त, निलो देखिएछ। यस्तो रामपुरी घाम गरिरहेछ। के गर्ने होला यस्तो गर्मीमा। त्यहाँ घरमा हेर्नु त यस्तो घाम छ बाहिर। हामी चाहिँ अलि शीतल छ। घाम चाहिँ यहाँ पुग्न आँटिसक्यो। अब घाममा अब यस्तै हो। अब चस्मा लाउने, अब अँध्यारो देखिन्छ, शीतल लाग्छ। त्यही शीतल चस्मा देखेर यस्तै ड्याङ। अब कालो चस्मा लगाएपछि त शीतल देखिहाल्छ नि, होइन गाइज? त्यही शीतल देख्ने, आफूले शीतल छ, आँखा मात्र शीतल लाग्छ, शरीर कालो हुन्छ त्यो थाहा भएन। त्यही छ अब घट्ने। अब घाम यहीँ भेटिसक्यो। यस्तो बादल गरेछ माथि। मिस्त्री चाहिँ चिलमा। गर्मी भयो। आन्टीले चाहिँ अघि दही लिएर आइदिनु भएको थियो, अघि शीतल भयो। कालो चस्मा लाछु गरे। अब फेरि अहिले एकछिन अहिले बोल्छु म। हेर्नुहोस्, अघिसम्म टल्के थिएन, अहिले चाहिँ यत्तिको आयो। अहिले हेर्नु, मेरो मोबाइलको कभर टल्किरहेछ गाइज। अघिसम्म टल्के थिएन। मेरो आँखा देखिरहेछ, चस्मा देखिरहेछ। अहिले ऐना बराबर भएछ, होइन? फाइनल्ली अब अझै यसलाई अझै पुछपाछ गऱ्यो भने अझै राम्रो हुनेछ। अहिले चाहिँ यति। हेलो गाइज, म चाहिँ भाइरल गाना लिएर आउँदैछु। कुन गाना भन्दा हरियो काँक्रा कराम घाममा बस्दा मान्छे भयो कालो। हरियो काँक्रा कराम हालेर बसेको छु हामी दुईजना। त्यस्तो हल्का रुखहरू छ, त्यसले चाहिँ यो कार्पिङ तेलले चाहिँ अब ऐना बनाइदिन्छ, ऐना। हेलो साथीहरू, आजको भिडियो चाहिँ यही हो, देख्नुभयो होला। अब म चाहिँ यहाँ घामले गर्दा कालो भइसकेँ।
अब यति त टल्काइयो। टल्काएपछि अब तपाईँहरू नयाँ हुनुहुन्छ होला, मेरो भिडियो हेर्नुपर्छ भने न टेन्सन मानिकन सब्सक्राइब चाहिँ एउटा हानिदिनु पऱ्यो। सब्सक्राइब हानिदिनु, म चाहिँ अझै नयाँ भिडियो देखाउँछु। अलि कमेडी गर्न खोजेको तर भएन। ल गाइस, हामी दिदी चाहिँ यहाँ घामले गर्दा यस्तो कालो भयो छ। बिहान अलिक गोरो थिएँ, बिहानको भिडियो हेर्नु र राति अहिले साँझको भिडियो हेर्नु क्या कस्तो भयो। त्यस्तै हो गाइस। ल बाई गाइस। तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता। सही बता रहा हूँ, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो, मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है, बस सब्सक्राइब करो मुझे।